एक हातको नाइफ। हेलो एभ्रिवान, नमस्ते। म शेफ पवन। आज चाहिँ मैले तपाईँहरूको लागि एकदम कुरकुरे कुइरेला सुसी बनाउन लाग्छु है। उरामाकी हो है। यसको लागि चाहिँ बनाउन धेरै केही चाहिँदैन। यो कुरकुरे अनि यो कुइरेला फ्राई गरेको, कुरकुरे गरेर फ्राई गरेको, अनि यो नोरिसी है। ल अब चाहिँ हामीले लिन्छौँ भात है। भात हामीले लिन्छौँ 80 देखि 85 ग्राम है। ल ल यसरी भातलाई फैलाउने है। यो स्याउलीको उसमा, स्याउलको पत्तामा बिच यसरी पुरै भात बिछाउने अनि यसलाई कुरकुरेमा डुबाइदिने यसरी है। कुरकुरे रोल। अनि यसरी नै यो फेरि जापानिज मायो है। अनि त्यहाँबाट यो जान्छ हाम्रो कुरकुरे कुइरेला। ल कति इङ्ग्लिस नाम मात्रै भन्ने क्या आज। हाम्रो नेपाली नाम पनि त छ होइन यसको। यसलाई नेपाली नाम पनि भन्न युज गर्न सकिन्छ हो कि नै। ल यसरी ठ्याक्क राखेर है, यसरी रोल गर्ने। यसरी सर्ट एक पटक, दुई पटक, तीन पटकमा डन। ल देख्न सक्नुहुन्छ यस्तो दामी कुरकुरे कुइरेला रोल। ल यसरी बनाइसक्ने। एक हातको नाइफ कुरकुरे कुइरेला रोल काट्नको लागि। ल यसरी पहिला सुरुमा यसरी सुरुको फालिसकेर फेरि सिङ्गल काट्दिनु भयो। एक, ल यो चाहिँ यसरी केराको पातमा मस्त तरिकाले यसरी हाल्ने। फेरि अब यो मायोलाई कुरकुरे रोलको माथिबाट यसरी हाल्ने। अब यो कुरकुरेलाई चाहिँ माथिबाट। अब चाहिँ यो तपाईँको सुन्तलाको गेडा बनाएको छौँ है हामीले। यो अब इङ्ग्लिसमा चाहिँ क्याभियर भन्छ। अब यसलाई चाहिँ दाना भन्नु पर्यो, सुन्तलाको दाना है। यो चाहिँ सुन्तलाको दाना। ल यसरी टक्क माथि बिछाइदिने। यसले अझ झुसी बनाउँछ क्या सुसीलाई। यसरी टक्क एक कोटाको माथि राखेर यो फेरि तोरीको टुप्पा। यसलाई चाहिँ तोरीको टुप्पालाई चाहिँ यसरी टक्क राखिदिने है। यसरी ल यति भएपछि हाम्रो कुरकुरे कुइरेला रोल बनिसकेको छ। देख्न सक्नुहुन्छ यस्तो दामी। हजुरहरूले पनि यस्तै कुरकुरे कुइरेला रोल बनाउनु होला, दामी हुन्छ है। ल भिडियो मन परेपछि लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला है। ल जय नेपाल।